हेलो एन्ड नमस्ते एभ्रिवान। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म याङ्गोमा काम गर्दाखेरि इन्कम कति हुन्छ भनेर चाहिँ जानकारी दिन खोजिरहेको छु भिडियो बनाएर। इनड्राइभ हेरिकन चाहिँ याङ्गो फार बेटर छ अहिले। इनड्राइभमा पर किलोमिटर 10-12 रुपियाँ पनि पर्छ पर्दैन, 15 रुपियाँ पर्नु पनि गाह्रो छ भनौँ न। अब इनड्राइभको त कुरै नगरौँ, पत्तुर भइसक्यो। अब याङ्गोमा काम गर्नु अब थोरै दिमाग लगाएर काम गर्नुपर्छ। धेरै लामो लामो ट्रिपहरू चाहिँ उठायो भने फाइदा हुँदैन। 5 किलोमिटरदेखि 6-7 किलोमिटर, 8 किलोमिटर, म्याक्सिमम 8 देखि 9 नत्र भने 6-7 किलोमिटरसम्म उठाउने। सकेसम्म 4-5 किलोमिटर आयो भने 5 किलोमिटरभन्दा तल आयो भने राम्रो, मार्जिन आफूलाई राम्रो बस्छ। यो कुरालाई छोडिदिउँ, अब इन्कमतिर लागौँ है। आम्दानी कति हुन्छ भनेर है त याङ्गोमा काम गर्दाखेरि। यो चाहिँ आजको भयो है त, डिसेम्बर 26 को भयो। यो मैले चाहिँ 24 देखि काम गरेको, फेरि दोहोऱ्याएर। नत्र भने पहिला अलिअलि थोरै थोरै गरेको थिएँ, किनभने मैले त्योभन्दा अगाडि चाहिँ एज अ डेलिभरी पर्सन चाहिँ कुरियरमा काम गरिरहेको थिएँ 1.5 महिना जस्तो। त्यसपछि खासै आफूले सोचे जस्तो नभएपछि मैले छोडेर ब्याक टु याङ्गोमा नै रहेर काम गरिरहेको छु अहिले। आजसँग 3 दिन भयो। आज 26 तारिक होइन। क्यास कलेक्सन भयो 1406 रुपियाँ, 117 बोनस होइन। अनि पार्टनर फिज चाहिँ 43 रुपियाँ 59 पैसा होइन। अब तपाईँहरूलाई म एउटा एउटा गरेर देखाउँछु है त आजको। मेरो मर्निङमा 8:30 बजे ट्रिप लागेको रहेछ। धौलागिरी ब्याडमिन्टन क्लबदेखि चाहिँ उता चुनदेवी मन्दिरसम्मको धेरै अब लामो टक गऱ्यो भने भिडियो धेरै नै लामो हुन्छ। 3 किलोमिटरको डिस्टेन्समा अब 60 रुपियाँ 58 रुपियाँ चाहिँ कस्टमरले प्यासेन्जरले पे गरेको छ है त। अब यसमा 3 किलोमिटरको डिस्टेन्समा 58 रुपियाँ पे गर्नु नर्मल्ली पनि ठिकै छ। यसमा अब बोनस कति आउँछ त्यो एड गर्दाखेरि घाटा छैन है त, तपाईँहरू आफै हिसाब गर्नुहोस्। अनि त्यसपछि मैले सतुङ्गल माता तीर्थदेखि काठमाडौँ नेपाल फुटसलसम्मको एउटा प्यासेन्जर लाग्यो, ट्रिप लाग्यो। 8 किलोमिटरको डिस्टेन्स छ। 142 रुपियाँ चाहिँ प्यासेन्जरले पे गरेको छ। किनभने यो चाहिँ ब्लू जोनभित्र पर्पल जोन थियो, त्यही भएर यतिको उठ्यो। नत्र भने 70-80 रुपियाँभन्दा माथि चाहिँ उठ्दैन। 8 किलोमिटरको यतिको पैसा 142 रुपियाँ कसरी आयो भन्नु होला है। भर्खर आउने नयाँ राइडरहरूलाई यो ब्लू जोन र पर्पल जोनहरूको बारेमा थाहा छैन भने तपाईँहरू राम्रोसँग बुझ्नु होला होइन। ब्लू जोन र पर्पल जोनभित्र चाहिँ ट्रिप लाग्यो भने आफू छ र ट्रिप लाग्यो भने 6-7 किलोमिटर, 8-10 किलोमिटर, 12 किलोमिटर जतिसम्मको भयो भने उठाउँदाखेरि घाटा पर्दैन है त। 142 रुपियाँमा प्लस 65 रुपियाँ चान्चुन एड गर्दाखेरि कति हुन्छ? 40 भनेपछि 60, 200, 205 समथिङ भनौँ न। बोनस सहित एड गर्दाखेरि चाहिँ त्यति पर्ने रहेछ। यसमा घाटा छैन है त। यो भयो। त्यसपछि अर्को सिद्धिचरण मार्गदेखि चाहिँ गोगो जुत्ता घर असनतिरको ट्रिप कति किलोमिटर छ यो? 2 किलोमिटरको
डिस्टेन्समा 50 रुपियाँ चाहिँ प्यासेन्जरले पे गरेको छ। 11 रुपियाँ चाहिँ बोनस हो, प्यासेन्जरले पे गरेको 50 हो। आफै हिसाब गर्नुहोस् है त। 50 रुपियाँ प्यासेन्जरले दिएको छ प्लस याङ्गोको पर टिपको बोनस चाहिँ तपाईँको 65 एभरेजमा 65 रुपियाँ पर्छ भनौँ न। पहिला चाहिँ राम्रो थियो, 70 75देखि 76 77 78 समथिङ पर्थ्यो भने अहिले 10 रुपियाँ जति लेस भएको छ पहिलाको हेरिकन है त। यो भयो। अनि यो अर्को भयो टिप, यो चाहिँ थाहाइटीदेखि चाहिँ पाटन इके सोल्युसनसम्मको कति किलोमिटर रहेछ, 4 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 66 रुपियाँ पे गरेको छ होइन। 66 अब 66मा अब प्लस 66 जति गर्नुभयो भने कति हुन्छ, 65 130 रुपियाँ 130-32 रुपियाँ जति चाहिँ उठ्छ। अब 4 किलोमिटरको चाहिँ दुरीमा यतिको पैसा उठ्नु भनेको नट ब्याड है। यो धेरै कुराहरू गऱ्यो भने भिडियो निकै लामो हुन्छ। सरर भन्ने कुरा गर्छु म, देखाउँछु मात्र है त, तपाईँहरू हेर्नु होला। यो ज्वागल मधु रोडदेखि चाहिँ काठमाडौँ बागमती कोरिडोर भनेर देखाउँछ। यो याङ्गोमा चाहिँ लोकेसनहरू यस्तो यस्तो देखाउँछ कि फलाना रोड यस्तो यस्तो भनेर ठ्याक्कै त्यो नामहरू हान्यो भने कुनै कुनै देखाउँछ, नत्र भने देखाउँदैन है। 3 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 50 रुपियाँ है त। यसमा बोनस एड गर्दाखेरि घाटा छैन। त्यसपछि 87 रुपिस रहेछ। यो यसदेखि विशाल बजार कति छ, 5 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको कति 72 रुपियाँ चाहिँ प्यासेन्जरले पे गरेको होइन। 18 रुपियाँ बोनस हो, टोटल उठेको चाहिँ 87 पोइन्ट समथिङ कति उठेको, तर प्यासेन्जरले पे गरेको भनेको 72। 5 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 72 प्लस अब 65 अराउन्डको एड गर्दाखेरि राम्रै बसेको छ। 20देखि 25 पर किलोमिटर बस्छ है त। आज चाहिँ धेरै छोटो टिपहरू लागु भएर काम पनि चाँडो भयो, टिप पनि टार्गेट चाँडो पुग्यो, इन्कम पनि ठिकै भयो है त। हिजो र अस्तिको हेरिकन आज चाहिँ इन्कममा थोरै कम भयो हो, तर घाटा चाहिँ छैन, किनभने सर्ट डिस्टेन्सहरू परेको छ। पर किलोमिटर चाहिँ राम्रै बसेको छ आज। 3 किलोमिटरको डिस्टेन्समा कति छ प्यासेन्जरले पे गरेको 55 रुपियाँ। यसमा अब 65 समथिङ जोड्दाखेरि अब 3 किलोमिटरकोमा अब 100 कति पऱ्यो भनौँ न, आफै हिसाब गर्नु है त। घाटा छैन है, नट ब्याड। त्यसपछि अर्को हेरौँ, यो चाहिँ म्याप सहित देखाइदिएको मैले कहाँ कहाँ, यो प्रुफ हुन्छ नि त तपाईँहरूलाई। तर टिप हेर्ने बेलामा अलिक विचार गरेर लिनुपर्छ, आफ्नो पोइन्टलाई पनि मेन्टेन राखेर टिपहरू लिनुपर्छ। हदसम्म लामो उठाएर 12-15 किलोमिटर 20 किलोमिटरको उठायो भने चाहिँ फाइदा छैन है। याङ्गोको प्रब्लम भनेको त्यही हो क्या। 5 किलोमिटरको डिस्टेन्समा कति रुपियाँ प्यासेन्जरले पे गरेको 64 छ होइन। 64 प्लस अब 65 एड गर्दाखेरि नट ब्याड है त, 62। अनि कति छ डिस्टेन्स हेरौँ, 2 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 41। यसमा बोनस एड गर्दाखेरि घाटा छैन है त। अर्को आयो यो नयाँ बानेश्वर सडकदेखि प्राइम कमर्सियल ब्याङ्क सेन्ट्रल अफिससम्मको कति छ डिस्टेन्स, 3 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको छ 60 रुपिस होइन, 58 रुपिसमा। यसमा नि घाटा छैन है त। अनि अर्को आयो, यिनीहरू चाहिँ थोरै लामो छ, यो लामो भन्दा पनि ठिकै हो। 7 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 86 रुपिस चाहिँ प्यासेन्जरले पे गरेको छ है त। यसमा बोनस एड गर्दाखेरि चाहिँ घाटा छैन। त्यसपछि फेरि रानीबनदेखि यो टिचिङ हस्पिटलतिरको टिप लायो, कति 6 किलोमिटरकोमा प्यासेन्जरले 80 रुपिस एड गरेछ। यसमा बोनस एड गर्दाखेरि यो पनि घाटा छैन है त। 77 भनेपछि त्यसपछि अर्को टिप
यो महाराजगञ्जदेखि छाउनी हस्पिटल कति किलोमिटर छ 7 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 84 रुपिज तर 84 रुपिज चाहिँ उठेको हो तर 100 रुपिज दिनुभएको थियो थ्याङ्क्स फर गिभिङ टिप्स है 7 किलोमिटरमा अब आफै हिसाब गर्नु नि तपाईँहरू सबै कुरा भनिराख्नु पर्दैन बोनस कति पर्छ भन्ने कुरा हिसाब गरेपछि निक्लिहाल्छ 84 मा अब 65 जति एड गर्दाखेरि कति भयो 150 रुपियाँ चान्चुन हुन्छ यसमा 20-25 रुपियाँ 20-22 रुपियाँ टिपमा परिहाल्छ हैन अहिलेसम्म खासै घाटो छैन त्यसपछि छाउनी हस्पिटलदेखि कहाँको टिप लायो उता यो सामाखुसी साइडतिरको 4 किलोमिटरको डिस्टेन्समा प्यासेन्जरले पे गरेको 66 हैन भनेपछि अब ठिकै छ यसमा बोनस एड गर्दाखेरि नट ब्याड है अनि यता फेरि सामाखुसीतिरदेखि उता दिल्ली बजार साइडतिरको भनौँ न यो कति किलोमिटर रहेछ 5 किलोमिटरको चाहिँ प्यासेन्जरले कति पे गरेछ 71 रुपिज छ है त यदि 71 रुपिजमा चाहिँ कसरी फाइदा हुन्छ भन्ने कुरा हुन्छ त्यसमा बोनस पनि एड गर्दाखेरि हिसाब किताब मिल्छ कि त्यसरी त्यसपछि यिनीहरू चाहिँ लामो टिप छ है यो चाहिँ यहाँदेखि उता नारायणटार ब्रिजको तर यो पनि घाटो छैन किनभने अब अहिले भन्छु म 6 किलोमिटरको डिस्टेन्स छ 6 किलोमिटरमा प्यासेन्जरले पे गरेको छ 144 रुपियाँ पे गरेको छ किन यसरी धेरै आयो भन्दाखेरि यो चाहिँ ब्लू जोन स्टार्ट भइसकेको थियो 4:25 छ नि त समय यहाँ समय पनि देखिरहेछ ब्लू जोन स्टार्ट भएको भएर यसमा घाटो छैन है त यसमा अझ बोनस 65 अराउन्ड जोड्दाखेरि त तपाईँको राम्रो पैसा आछ यसमा पनि घाटा चाहिँ छैन अनि त्यसपछि एउटा सर्ट टिप लायो चाबेली स्तूपासम्मको हैन 3 किलोमिटरको डिस्टेन्स छ प्यासेन्जरले पे गरेको 64 रुपिज 64 रुपिज पर किलोमिटर 3 किलोमिटरको यसै पनि ठिकै छ त्यसमा अब 65 66 अराउन्ड जोड्दाखेरि राम्रै पैसा बसिरहेछ है त अहिलेसम्म अब जो लास्ट टिप थियो है म हेरिरहेको थिएँ खासै उतातिरको टिप लाएन अब लास्ट टिप होस् भनेर उठाइदिएको मैले तर प्यासेन्जरले पे गरेको चाहिँ 161 रुपिज चाहिँ प्यासेन्जरले पे गरेको हो 61 रुपिजमा कति गयो कति किलोमिटर छ 10 किलोमिटरको 161 रुपिज अब इन ड्राइभमा हो भने यति पनि हाल्दैन 10 किलोमिटरको 130-40-50 रुपियाँ भन्दा हाल्दैन अहिले याङ्गोमा यसै पनि उठिरहेछ यो पनि ब्लू जोन पर्पल जोनभित्र थियो त्यही भएर ठिकै थियो यसमा त्यति घाटो छैन नत्र भने 10 किलोमिटर 11-12 किलोमिटरको प्यासेन्जर बोक्यो भने चाहिँ 80-90 रुपियाँ 100 रुपियाँ भन्दा माथि खासै पर्दैन पैसा हिसाब गर्दाखेरि त्यो बोनस र यताउता जोड्दाखेरि 180-90 रुपियाँ समथिङ त्यस्तै उठ्छ त्यो लङ राइडमा चाहिँ खासै फाइदा बस्दैन घाटै हुन्छ तर त्यो पर्पल जोन र ब्लू जोन भित्र चाहिँ टिप लायो भने आँखा चिम्लेर उठाउँदा केही फरक पर्दैन याङ्गो गर्दै हुनुहुन्छ भने यति कुरा चाहिँ तपाईँहरू यो भिडियो हेरिरहनु भएको छ भने यति कुरा चाहिँ याद गर्नु तपाईँहरूलाई धेरै सजिलो हुन्छ यसरी यो लास्ट टिप 19 वटा कम्प्लिट हुन्छ 19 वटा कम्प्लिट भयो लगत्तै अब क्यास कलेक्सन 1400 चान्चुन आएछ अब त्यसमा 1300 रुपियाँ जति बोनस गर्दाखेरि कति हुन्छ 13-26-2700 रुपियाँ चान्चुन आजको कमाइ भयो रहेछ किनभने सर्ट ट्रिपहरू लाएको थियो त्यही भएर काम पनि चाँडै सक्यो कमाइ पनि हिजो र अस्तिको भन्दा थोरै कम भएको अब यसको स्क्रिन रेकर्डहरू चाहिँ पछि हालिदिन्छु म अब यिनीहरू जसरी ठुलो हुँदैन यो चाहिँ भोलि आउँछ अब यसको चाहिँ यति नै भयो 19 वटा टिप कम्प्लिट भयो टार्गेट कम्प्लिट भयो
अब याङ्गोमा कसरी काम गर्ने भन्ने कुराहरू कमाइ कति हुन्छ भन्ने जानकारीको लागि चाहिँ फेरि पनि अर्को भिडियोहरू म बनाउने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोला। गोली ट्राभल्स युट्युब च्यानल। भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै भिडियो चाहिँ अब इन्ड भएको जानकारी गराउँदछु।